नमस्ते। आज हामी चाहिँ नुवाकोटको लौके झरनाको यात्रामा छौँ। आज लौके झरनामा गएर एकदम रमाइलो गर्ने छौँ साथीहरू। हेर्दैछौँ कस्तो छ, कत्रो छ पानी, बाटोको अवस्था कस्तो छ तपाईँहरूलाई जानकारी गराउँदै रमाइलो गर्दै अब हामी लाग्दैछौँ। अहिले चाहिँ हामी झोर आइपुगेका छौँ। अहिले चाहिँ हामी झोर झरना अर्थात् पौडेश्वर आइपुगेका छौँ। आज चाहिँ साउनको अन्तिम सोमबार भएको कारणले गर्दा यहाँ ठुलो भिडभाड छ। देख्न सक्नुहुन्छ यहाँ धेरै गाडीहरू, यो बाइकहरू अनि मान्छेहरू धेरै देख्नु भएको छ। यहाँभन्दा मुनि यहाँभन्दा मुनि चाहिँ झरना पर्छ, त्यहाँ मन्दिर पनि छ। अहिले चाहिँ हामी गुर्जेको यो पुलिस चेक पोइन्टमा आइपुगेका छौँ। अब यहाँभन्दा अलिकति अगाडिदेखि दायाँ लाग्यो भने चाहिँ यहाँ अरू झरनाहरू, लकेन्श्वरी, चिलाउने झरना, गुर्जे झरनाहरू जान सकिन्छ। तर हामी चाहिँ आज लौके झरना यहाँबाट सिधै लाग्छौँ। यो बाटोमा चाहिँ सानोतिनो झरनाहरू चाहिँ प्रशस्त तपाईँहरूले देख्न सक्नुहुनेछ। धेरै झरनाहरू, धेरै चाहिँ सानो सानो पानीहरू झरिरहेको चाहिँ बाटोमा प्रशस्त देखिन्छ। तपाईँहरू पनि एकदम इन्जोय गर्न सक्नुहुनेछ यो बाटोमा हिँड्नुभयो भने। यो तल देखिएको चाहिँ त्रिशुली नदी हो। यहाँ एकदमै रमाइलो दृश्यहरू देखिन्छ। यहाँबाट चाहिँ हरियाली गाउँ, पहाड, हरियाली धानहरू चाहिँ एकदमै रमाइलो बाटो। यो बिच बाटो, यो जङ्गलको बिचमा बाटोहरू एकदम रमाइलो छ। तपाईँहरू पनि आउनुहोस् साथी हो। बाटोको अवस्था भन्नुपर्दा चाहिँ यो सबै एकदम पिचै पिच, एकदम राम्रो छ साथी हो। यहाँ चाहिँ
अब चाहिँ लौके झरना जाने बाटो आइपुग्यो। यो बाटोबाट चाहिँ हामी उकालो जानुपर्ने हुन्छ। यहाँदेखि माथि जाँदा चाहिँ यो झरना जान सकिन्छ। यहाँ चाहिँ बोर्डहरू पनि राखेको छ, छहरे झरना भनेर। खासमा छहरे झरना रहेछ, तर अब यहाँ पछि लौके झरना भनेर चाहिँ मान्छेहरूले भनेको कारणले अहिले चाहिँ यो बोर्डमा चाहिँ छहरे झरना लेखेको छ। यहाँबाट चाहिँ हामी देब्रेपट्टि लाग्छौँ। अब यहाँबाट अलिकति उकालो गएर अलिकति तेर्सो बाटो, अलिकति थोरै चाहिँ अफरोड छ, नत्र आउने समग्रमा बाटो चाहिँ एकदम राम्रो छ। तपाईहरु यदि आउँदै हुनुहुन्छ भने यहाँसम्म बाइक आउँछ, त्यसपछि चाहिँ अब हिँडेर जानुपर्ने हुन्छ 10 मिनेट जति। यहाँ बाइक राखेर अब चाहिँ हामी हिँड्नलाई तयार हुँदैछौँ। यो हिजो निकालेको चेतो भयो कि घामले धेरै पोल्यो। त्यसपछि अब यसो जुस त खानै पर्यो हैन साथीहरु। हामी चाहिँ अब यसो चिसो स्ट्रिम जुस चाहिँ अब खाँदै हिँड्दैछौँ। बाटो एकदम रमाइलो छ, घाम एकदम चर्केको छ। अनि यो जुसको चाहिँ अब स्वाद सँगसँगै हामी चाहिँ अब यो बाटो तय गर्दैछौँ। यो काठमाडौँबाट 1.5 घण्टाको यात्रामा चाहिँ लौके झरना आइपुगेका छौँ। अब आउनु जाँदा चाहिँ 10 मिनेट छ। बाटोमै छौँ। यस्तो छ, हामी चाहिँ अब यसो एकछिन चिसो पहाडीमा चाहिँ एकछिन खेलेर चाहिँ हामी एकदमै मान्छे धेरै छ। अब कति छ यो सधैँ मान्छे एकदमै धेरै हुन्छ। घाम चर्केको छ। जा
आफ्नो नजत्ति महँगो त्यहीँ राखिराख्नु त्यही राखिराख न अहिले त्यो उमा झोलामा राखेर लौका झरना